एक्कासी बिहान उठेर यस्तो के पकाउनु पर्यो नि यस्तो के काम गर्नु पर्यो मैले चाहिँ। हेलो वेलकम टु न्यू भिडियो। सबैजनालाई स्वागत छ मेरो आजको मिनी भ्लगमा। अनि आजको मिनी भ्लगमा चाहिँ मैले के गर्ने अनि आज चाहिँ हाम्रो घरमा चाहिँ ढिँडो पाक्दैछ। अनि यता चाहिँ मैले आगो बालिसकेको छु। अनि यता पानी ढिँडोको लागि चाहिँ यता पानी पनि तताउनु पर्छ। म चाहिँ पानी एकदमै तताइरहेको छु। फेरि केही समयपछि चाहिँ यता पनि पानीमा चाहिँ हाल्न लागिसकेको छ। हामीले चाहिँ आटो चाहिँ अब हामी चाहिँ आज आटो खाने भनेर त्यो चाहिँ आज चाहिँ हामी आटो साटो पकाउने लागेको छौँ। अनि हाम्रो यता दाङमा एकदमै गर्मी बढिरहेको छ। आजभोलि चिसो पनि छ अलिअलि, तर दिउँसोतिर एकदमै गर्मी हुन्छ गाइजहरू। चाहिँ हाम्रो घरमा चाहिँ के तरकारी पाकेको छ भन्दाखेरि आज चाहिँ हाम्रो घरमा चाहिँ मासु पाकेको रहेछ, ब्रोइलरको मासु चाहिँ। अनि ब्रोइलरको बिना चाहिँ हाम्रो आटो खान चाहिँ सकिँदैन, त्यही भएर हामीले चाहिँ ब्रोइलरको मासुहरू टक्क बिहान लिएर आएको थियौँ। अनि त्यही भएर यता फेरि हाम्रो ढिँडो पनि पाक्न लागिसकेको छ। हल्का चाहिँ चुइदिएको छ, राम्रोसँग चाहिँ यसलाई चलाउनु पर्छ। ढिँडोलाई चाहिँ एकछिनसम्म मजासँग चलाउनु पर्छ, त्यही भएर मैले चाहिँ हल्का स्पिड चलाउँदैछु गाइजहरू। अनि आज चाहिँ ढिँडो र मासु खाइने होला। आज चाहिँ एकदमै गर्मी पनि गरिरहेको छ, मौसम पनि एकदमै क्लियर छ, सफा छ। अनि यता चाहिँ गाउँघरतिर एकदम चहल पहल पनि छ आजभोलि चाहिँ। आज चाहिँ मेरो मिनी भ्लग चाहिँ यहीसम्मको थियो। अनि मेरो मिनी भ्लग राम्रो लाग्छ लाइक कमेन्ट सब्सक्राइब नगर्न भुल्दिनु होला। अहिलेको लागि बाई बाई। अनि अर्को भिडियो